आफू धनी धनी छ माथि गइसक्नु भयो यो अक्षता हुनेबाट ल्याएको क्या त दुर्गाको अक्षता ल्याएको त भिजेकै रहेछ यस्तो यस्तो टुप्पो लगाइदिन्छु भनेको पुरा त्यतिकै दुईवटा चेपट्टि लगाउँदै निजना के दलेर आएको अब सबै लगाइदिँदा भयो यहाँ पैसा खै थरी पैसा दिन्छु ल धेरै पैसा ल यता अलि यता आइस अलि यता देखाउने भयो यता हो ल ल बसेन खान्छ ठिकै बसेन त अझै घाम हुन्छ सबैलाई खुजुरो खुजुरो दिने का पैसा टिका लाउँछ क्या झडा नभए झडा नगरे मम्मीलाई पालेस् त्यहाँ पनि जान्न जाँदै गएन है किन खाना लाउने मैले भनिदिएको राजुभाइलाई यो उसै भएन त अनि दही भिजेकै थिएन चिनी हालेको नभिजेर उहाँ पनि दही हालेको बसेन फेरि गाह्रो दही नगरेर ल्याएर हालेको पनि बसेन पैसा त दिएन जमाना दिए हुन्छ पोस्ने छैन कि बस हेर्दै थियो पर्दैन क्या पैसा यहाँ हातै ढोकाएर कति वर्ष है अँ त नि कि बस कता अलि त बस्नु अलि त अलि त भान्जिया बस्नु अलि त बस्नु त भान्जिया बस्यो त कताबाट आएर पैसा दिने सुन्ने खास गर्छ पहिलोको बिरामी भर्खर गर्छु जब बिहा भयो
ल त फोन गर्छ किनेर चाहिँ हुन्छ पर्दैन के छोटो ज्ञानी हुनु निरोगी हुनु भन्नुलाई नि यति होला अटिने अटिन भाइ ठिकै हरेन क्या मैले लाउनु नजानेको त होइन होइन टिकै नअटेको के गर्दैन त छोरो भाइ छोरो छोरी अहिले त आउँछ अरे फेरि पढ्ने ज्ञानी हुने निरोगी हुने है ठुलो मामुले चिन्ने माइजू नभन्ने ठुलो मामुले के कान्छी दिएको खुल्ला त मलाई त कान्छी दिएको यो त सिजनल दियो खुट्टामा डोगर पैसा लिन्छ आज खुट्टामा डोगर पक पकाइ पक धेरै पढ्ने जिजुमालाई माया गर्ने है जिजुमालाई कतिको माया गर्नु पुग्छ रे यहाँ साथी हो नि अनि यो सिजनाको पैसा किन्दै हालिदिएर बेसी धेरै पढ्ने है जिजुमा मुवाले भनेको मान्ने बुवाले है के भयो दही ल्याउनु पर्ने रहेछ एउटा बोका दही ल्याएर म त जान्दै जान्दिनँ लाउरी भएस राम्रो पढ्ने राम्रो चाहिँ पढेस् राम्रो बुढी ल्याएस् त्यही जान्दैन ल ल ल ल यी खुट्टा ढोर्ने होइन क्या खुट्टा ढोर्ने यसरी 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 नलाई भने त्यसैमा झगडा गरेर त अर्को लाजाहरू पिङ्क कलरको थियो अर्को लाजा भनेको यता मिठो माऱ्यो उता मिठो नहुने के अनि त्यो लाज नजानेको मैले ठिकै बसेको थियो यो टिका नबसेको यो टिका पनि यस्तो कति रमाइलो भयो 8 बजेसम्म कान्छीमा लिन गएको त कान्छीमालाई त काराले त के गर्नु मलाई लिएर लान दस